एउटा जसै पनि पर्छ क्या आफूलाई नपरे पनि भोलि गर्न छोराछोरीलाई पर्छ क्या यस्तो मान्छेहरू बाहुनहरूलाई ल्यायो पहिलादेखि आजभोलि त अब तिमीलाई त कहिले मन्छन् गाउँमा कहिले पनि त्यो गर्दैनन् तिमीले पहिला तिमीले कुरा तिमीले भने त्यो बिहान फाएको त्यो दबर तिरोल्नु थियो क्या मैले कतिचोटि विचार गरेँ धेरैचोटि विचार गरेँ क्या हामीले अब रासन त सबै भिगा त खाइन्छ नि त अनि फेरि अब हामीहरू भएको बेलामा त हामीले त सबै हिसाब ट्याक टुक्कै त्यो गरी राखिदिन्छु अनि फेरि आमाहरू हामीहरू यताउति गएको बेलामा फेरि ठ्याक्कै मौका हेरेर बसिदिने मैले त अस्ति कराइदिएको त्यही मुखमै भनिदिएको क्या यस्ता अब त्यस्तो मान्छेहरू व्यवहार चाहिँ कहिले नगर्ने होइन तपाईँहरूले भन्दाखेरि हामीले कस्तो कस्तो गरिदिन्छ तपाईँहरू चाहिँ अब एक दुई सयको लागि मान्छेले धारछल गर्नुहुन्छ मैले त त्यही भएर नि त रासन आयो भने रासन दिनु पऱ्यो भने कि राजीवलाई पठानी लेखेर आइज भने कि फेरि राजनलाई बाबा आमाको त छर्छ नि तिमी बाबा आमालाई त धार्छन् क्या हाम्रो बाबा हजुरको बाबा तेरो बाबाको बाबा भने तिती भाइ हजुर बाबा भने थाहा भएन बाबा भनेर ओइ साइनो काइन थाहा भएन नि त हेरेर आकाशबाजीहरू त्यो त पर चाहिँ हो अर्को हाम्रो बा काठपाडीसँग राख्नु त आकाशबाजीले भनेको थियो हजुरको बाबा मलाई हात चलाएर रातो मासु विकास हुन्छ के खाना बनाउने भने के भएछ बुढी पलाम बाउले त खाइबस्छ त्यो लक्ष्मी बिहा गरेर त्यति कुरा नि बेच्नु बिहा गरेर नि छोरा त छ के पहिलाको त सुत्तै छन् कि तिमी गरे छैन अर्को के अर्को कहाँ सिटी बिहा गरिन्छ बाहुन गऱ्यो भने त त्यो गऱ्यो भने साह्रो पर्ने बेच्छ होइन त्यो त तिलै लिन्छ होला किन सुन गर्छन् किन छुट्टै आइज त नानीलाई त्यसरी कुरा थाहा होला नि दुनियाँ घटी विदेश गएको थाहा छैन दुनियाँ बगाट हुन्छ नि
मान्छे कता कता बस्नु थाहा छैन बाबा दुई ए बोलिबाट लाग्यो त कति पर्छन् अहिले मेरो त छोरी कोही भन्नु रहेछ जित्नु त हजुर त्यो स्कुल फेरेको फेरि गरेर त्यही भए त तल नागिदियो भने स्थानमा राखिदिएको छु भने बिग्रिन्छस् भनेर तैँले कति निस्किन्छु भन्छस् बारीमा खाएछ नि तपाईँहरू हजुरले गर्दाखेरि भनेर मलाई दुःख लाग्यो त्यसको छोराले कुकुर किन उसलाई स्कुल साथीको साथै गरिदिनु भयो मैले चाहिँ बुढीले दुईचोटि त्यो के अरे त्यो प्रियाहरू त यिनीहरूभन्दा जेठो नि जेठो हो नि त मेनुका के हो मेनुका त्यो फागुनको मेनुका भइसक्यो अनि फेरि मलाई विदेश तिमी हो प्यारेन्ट हाम्रो सन्धिया भयो सन्धिया र यो ठ्याक्कैसँगै भयो अनि भयो मालदा स्कुल गइसक्यो मेनु तर मालदा स्कुल चाहिँ महिनाहरूसँग गइसक्यो त्यही पनि बोर्डिङ भयो नि के गर्ने सार्नै छ यस्तो हो कि पढाइ हाई स्कुल र बोर्डिङमा फरक हुन्छ बोर्डिङमा जब बलियो तरिकाले जान्छन् धेरै क्लास माथि माथि धेरै त्यति हुँदैन कि सानैबाट अब टेन्सन भयो भन्ने हो हाई स्कुल र अब बोर्डिङमा त 3 वर्ष त सानैमा बस्नुपर्छ 1 मा नजाने दल लाग्नु 10 मा विषय नलाग्यो भने सरकारी स्कुल नि राम्रै गरेर पाइन्छ क्या 10 मा विषय लाग्यो भने यसको यति मोबाइल त टिभीबाट छुट्यो भने राम्रै गर्छ त्यही भएर किन भने यस्तो नआएको 10 मा विषय लागेन भने त त्यही हो नत्र 10 मा विषय लाग्यो भने अब के अरे उहाँ सोच्नु पर्छ बोर्डिङ पढाएको ब्याग दिएर डल्लो पढाएको बोर्डिङ भन्ने ब्याग दिनु पर्यो भने त्यस्तै हो क्या अर्को साल त पोखरा लैहाल्छु नि त सबै एउटा स्कुलमा भयो भने स्कुलमा हाल्छु अर्को साल त भन्ने विचार हो के हुन्छ गर्न त बोल्नु लागि हाँस्नु म त यति यहाँ यति काठपातहरू गर्नु पऱ्यो यो सरसुरो खाएर पनि पऱ्यो हो यो साल म जाने थिएँ नि ती काठपातहरू राखेर हुन्छ त्यसले त मम्मी काका अनि भएर छैन त्यो रिबन काँडा राख्ने कहीँ पिट भएको त्यो चपटको दोकान पहिला के हो भन्नु न सटिङ काठ ए कहाँनिर धम्पुस लग्दै जानुपर्छ क्या नि सोधेर मालाल त बेच्ने हो भन्नुहुन्थ्यो डाइरेक्टै बेच्ने त होइन क्या उता सोधेर अनि फेरि उतातिर सोधेर एक दुई दिन धेरै राखेर सोधेर अनि कोठा आफ्नो छैन यस्तो क्या अब डाइरेक्ट भन्नु नि त थाक्दैन मान्छे भएको डाइरेक्ट बेचे यताउति हुने कुराहरू छ मान्छे चलाउने मान्छे छैन नि त राखेर नि त फाइदा छैन छ नि त बेची खायो भन्ने कुरा हुन्छ नि त मान्छेले म काम थाप्ने भन्ने गर्छ यस्तो हो भाउजू अरू कुरा त छ कि छैन सुन्दिनँ राम्रो कुरालाई नराम्रो बनाउँछन् आफू आफ्नो डाइरेक्ट कति पनि भन्छ डाइरेक्ट लिगली गयो यो चाहिँ हुन्छ डम्बु ढल्ने भने ल्याएर बुझिरह हुन्छ अगाडि बुझिरह अगाडि भने कोसिसहरू बुझिरह कति कुरा अब अस्तिदेखि आजसम्म मन्त्री भने केही कुरा पनि बसेका छन् केही कुरा बाजिने हो मान्छे सोच्ने समय दियो भने त त्यसरी जे पनि सोच्छन् कि मान्छेले
साँच्चै हुँदैन जसले समय पान्छ हामीले पनि कति कुराहरू समय पायो भने कति कुरा सोचिन्छ कि समयले अहिले सोच्नु त अस्तिदेखि आजसम्म त हिजोदेखि आज भोलिसम्म त मान्छेको कति योजना भइसकेको हुन्छ कि भइसक्यो सोच्ने समय 10 मिनटमा हरेक कुरा सोचिन्छ म झन् पहिलाको अब के नसोचेको कुराहरू सिर्जना भइसक्यो त्यहाँ भोलि कुन कुराहरूको के हुन्छ भनेको थाहै छैन केही सोचिहाल्यो त्यो बारेमा केही सोचेको छैन पहिलाको अहिलेसम्म जसले जे सोच्यो नि गएर हामीले पैसा दिने भनेपछि हामीले हिसाब गर्न पाइयो नामजास गर्न पाइयो पाइयो उसले कति ल्याएको थियो नि के चाहियो यसले कति खाएको हो त्यो पनि चाहियो सब चाहियो नि त जब उसले म जिम्मेवारी छैन भनेपछि त कहाँसम्म नागरिक ल्याएछ कहाँसम्म ल्याएको छैन सब गर्ने हो कि तर योजनाहरू धेरै बनाएको त्यही बुढाले नि योजना के बनाएको छ अब कता कताबाट हुन्छ त्यो हिसाब निकाल्ने योजना पनि छ कि त्यो पनि 10-15 हजार मान्छेले तपाईँको यसो हिसाब हुन्छ पहिला 60,000 रुपियाँ निकालिदिँदा त त्यो त एकछिन चुपचाप आइबस्यो त्यसले पनि के योजना भयो फोटो खिचिरहेको छ नि अस्तिको कसरी थप्यो त नि योजना केही थोरेर राख्न सक्छ के के माथिको उसले घोप्सेनले नि त अन्त उसले हात झिया पनि त गरिदिए के गरेर हिसाब त बताइदिनु पऱ्यो पनि सक्यो तब बल्ल अनुसारको त्यहाँ हिसाब होला म त बोल्दैन अब त्यसैले बोल्नु लाग्छ बसेछ मसित झन् बुझि पनि जान्थेन मन हेर्दिन थियो मम्मी ग्यास चुला पनि दिनु हुन्छ अरे अझै जानु मम्मी खाँदैन म त देखो न तीन जाता है सटिङ कार्ड बेचेर नपुग्ने भयो अरे क्या त्यसको हिसाब अन्त ग्यास चुला राख्ने अथवा राखिदियो भर्खर उनीहरूले मरिन्केमा खाने राख्यो भने त एउटा मन त काटिन्थ्यो दिन्न भन्छ